के तपाईलाई थाहा छ लक्जेमबर्ग संसारकै धनी देशहरूमध्ये एक हो। यहाँ उच्च तलब, उत्कृष्ट जीवनशैली र युरोपभर यात्रा गर्न सकिने सुविधा छ। तर कसरी पुग्ने, कसरी लक्जेमबर्ग वर्क भिसा पाउने? आजको भिडियोमा हामी सम्पूर्ण प्रक्रिया विस्तृत रूपमा बुझ्नेछौँ। लक्जेमबर्ग रोज्नुका केही मुख्य कारणहरू यस्ता छन्। उच्च जीवनस्तर। लक्जेमबर्गमा काम गरेपछि तपाईको जीवनशैली उत्कृष्ट हुनेछ। बहुभाषिक वातावरण, अंग्रेजी, फ्रेन्च, जर्मन सिक्न सकिने अवसर। बलियो अर्थतन्त्र, वित्त, प्रविधि र स्वास्थ्य सेवा जस्ता क्षेत्रमा रोजगारीको राम्रो सम्भावना। लक्जेमबर्ग युरोपको केन्द्रमा अवस्थित छ, जसले गर्दा अन्य युरोपेली देशहरू भ्रमण गर्न सजिलो हुन्छ। लक्जेमबर्गमा उच्च माग भएका रोजगारीहरू। लक्जेमबर्गमा यी क्षेत्रहरूमा ठूलो माग छ। कुशल रोजगारी, आईटी विशेषज्ञ, वित्तीय सेवा, स्वास्थ्य सेवा, पेशाकर्मी, इन्जिनियरहरू। अकुशल रोजगारी, सफाई कर्मचारी, खुद्रा सहायक, गोदाम मजदुर, हाउसकिपर। अब हामी लक्जेमबर्ग वर्क भिसाका प्रकारहरू बारे चर्चा गरौँ है त। लक्जेमबर्ग वर्क भिसाका मुख्य 3 प्रकार छन्। सी भिजा, छोटो अवधिको वर्क भिसा, 90 दिनसम्म मान्य। डी भिजा, लामो अवधिको वर्क भिसा, 3 महिना भन्दा बढीका लागि। EU ब्लू कार्ड, उच्च योग्यता र उच्च तलब भएका व्यक्तिहरूका लागि। आवेदन प्रक्रिया। अब लक्जेमबर्ग वर्क भिसा आवेदन प्रक्रिया बुझौं। 1. भाषा आवश्यकता। फ्रेन्च वा जर्मन भाषा अनिवार्य छ। अंग्रेजी जान्नेले फाइदा लिन सक्छन्। 2. प्रोसेसिङ समय। न्यूनतम 4 देखि अधिकतम 12 हप्ता लाग्न सक्छ। 3. आवश्यक कागजातहरू। रोजगारी प्रस्ताव पत्र, युरोपेली मामिला विभागबाट अनुमोदित पत्र, वैध राहदानी, पासपोर्ट साइज फोटो, शैक्षिक प्रमाण पत्रहरू, प्रहरी रिपोर्ट, स्वास्थ्य परीक्षण रिपोर्ट, वित्तीय प्रमाण, लक्जेमबर्गमा बसोबासको प्रमाण। 4. आवेदन अनलाइन बुझाउनुहोस् र शुल्क तिर्नुहोस्। आवेदन शुल्क 90 युरो पर्न जान्छ। 5. अन्तर्वार्ता दिनुहोस्। स्वीकृत भएपछि लक्जेमबर्गको लागि तयारी गर्नुहोस्। लक्जेमबर्गमा बस्ने खर्च। एकल व्यक्तिको लागि मासिक खर्च 1000 देखि 1800 युरो लाग्न सक्छ। यसमा घर भाडा, खानपान, यातायात, अन्य व्यक्तिगत खर्चहरू पर्दछ। त्यसैले राम्रो योजना बनाएर आउनुहोस्। लक्जेमबर्ग वर्क भिसाका लागि महत्त्वपूर्ण सुझावहरू। पहिले नै आवेदन दिनुहोस्। 4-12 हप्ता अगाडि प्रक्रिया सुरु गर्नुहोस्। अन्तर्वार्ताका लागि तयारी गर्नुहोस्। लक्जेमबर्ग भिसा आवेदन केन्द्रमा अन्तर्वार्ता अनिवार्य छ। बसोबासको व्यवस्था गर्नुहोस्। लक्जेमबर्ग जानु अघि नै आवासको बन्दोबस्त गर्नुहोस्। नेटवर्क बनाउनुहोस्। नेपाली समुदाय र अन्य विदेशी श्रमिकहरूसँग सम्पर्क राख्नुहोस्। लक्जेमबर्गको संस्कृति र कामकाजी वातावरण बुझ्नुहोस्। लक्जेमबर्ग वर्क भिसा सम्बन्धी अक्सर सोधिने प्रश्नहरू। 1. के नेपाली नागरिकले लक्जेमबर्गमा काम गर्न वर्क भिसा लिनुपर्छ? हो, लक्जेमबर्गमा काम गर्न वर्क भिसा अनिवार्य छ। 2. नेपाली वा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लक्जेमबर्गमा रोजगारी पाउन कतिको गाह्रो छ? लक्जेमबर्ग नागरिकलाई प्राथमिकता दिइन्छ, तर योग्य व्यक्तिहरूले अवसर प्राप्त गर्न सक्छन्। 3. लक्जेमबर्ग वर्क भिसाका लागि बैंक स्टेटमेन्ट आवश्यक छ। हो, कम्तीमा 100 युरो प्रतिदिन खर्च धान्न सक्ने वित्तीय प्रमाण आवश्यक छ। 4. लक्जेमबर्ग वर्क भिसाका लागि आवेदन कहाँ बुझाउने? लक्जेमबर्ग भिसा आवेदन केन्द्र अकाडेमी अफ कुलिनारी आर्ट्स बिल्डिङ, महालक्ष्मी स्थान, काठमाडौँमा बुझाउनुहोस्। अब तपाईलाई लक्जेमबर्ग वर्क भिसा कसरी प्राप्त गर्ने भन्ने सम्पूर्ण जानकारी भयो। तपाई लक्जेमबर्ग जान चाहनुहुन्छ भने आजै आवेदन प्रक्रिया सुरु गर्नुहोस्। यस्ता थप जानकारीका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईका जिज्ञासाहरू कमेन्ट गर्नुहोस्, हामी छिट्टै उत्तर दिनेछौँ।